के खोजेको सानो? आँप खोजेको। आँप रहेछ? आँप खान मन लाग्यो? आम्मामा यति धेरै आँप बोकेर हिँडेको? चोरेर हिँडेको। तिमी त चोर्नी रहेछ। आँप चोर्ने हो त्यसरी? देखेर खानु के को लाज? चोरेर खानु के को लाज? ए भ्रष्टाचार पो गर्नु हुँदैन। यो पनि एक प्रकारको भ्रष्टाचारी नै हो। यो जङ्गलका आँप बाँदरले खान्छ, मैले खाँदा के भयो? बाँदरले आँप खायो भने मकै खाँदैन नि त। उहाँ आशिका तामाङले बाँदरलाई बारीभरि फलफुल रोपिदिनु भनेको थियो, त्यही भएर यता रोपेको यो। त्यसले मात्रै, मलाई पनि त हो नि यो। आशिका तामाङले लगाइदिएको होला यो बाँदरलाई। त्यसलाई थाहा छैन के थाहा? फलफुल खानुको मजा के थाहा? त्यो आशिका तामाङलाई पनि यहाँ ल्याएर रुखमा छोडिदिनु पर्छ। आशिका तामाङ त यो बाँदरहरूको प्रधानमन्त्री हो आशिका तामाङ। त्यसलाई त बाँदरसँगै लखेट्नु पर्ने जङ्गलतिर।